हेलो हेलो नमस्कार। आज चाहिँ म व्रतबन्धमा जाँदैछु। आज जस्तो हतार मलाई कहिले पनि भएको थिएन, किनभने आज मैले भिक्षा दिनुपर्ने थियो, तर समय भने धेरै नै ढिलो भइसकेको थियो। लेट्स सी मैले भिक्षा दिन पाउँछु पाउँदिनँ, हेरौँ है त। ढिलो चाहिँ किन भयो भन्दाखेरि सबैतिरको साइत आज नै जुरेको। मेरो कान्छा काका ससुराकोमा आज पूजा थियो। हाम्रो घरबाट चाहिँ मम्मी दिदी भान्जी जाने हुनुभयो, अनि मम्मीले चाहिँ नानीलाई पनि लान्छु भन्नुभयो। अनि मम्मी र नानीलाई रेडी पारेर पठाउँदा ओर्दा त 9 साढे 9 भइसक्यो। अनि मम्मी र नानीलाई रेडी पारेर पठाउँदा ओर्दा 9 साढे 9 भइसकेको थियो। अनि आजै चाहिँ हाम्रोमा मटर गाड्ने दिन पनि थियो। मटर गाड्ने जनहरू पनि हुनुहुन्थ्यो, उहाँहरूको लागि पनि खाना बनाउनु पर्ने थियो मैले। सो म फटाफट खाना बनाउनतर्फ लागेँ। खानापिना रेडी गरिसक्दा लगभग 12 बजिसकेको थियो, तर भिक्षा दिने टाइम भने 11 बजे नै थियो। सो मलाई अलरेडी ढिलो भइसकेको थियो। सो म फटाफट लुगा लगाएर अलिअलि पोतपात पारेर त्यहाँबाट म लागेँ वर्तमानतर्फ। व्रतबन्ध चाहिँ अस्ति हाम्रो गाउँमा सप्ताह पुराण लागेको थियो। त्यही पुराणको अन्तिम दिन त्यही घरको 2 जना नातिहरूको वर्तमान थियो। सो म त्यहीँ जाँदैछु। तर म त्यहाँ पुग्दा भने भिक्षा दिने अत्तो पत्तो नै थिएन। मैले अघि त्यत्रो हतार गरेको त व्यर्थ नै भयो। अनि यहाँको माहौल चाहिँ यस्तो थियो। म त्यहाँ पुगेको लगभग आधी घन्टा 45 मिनट पछि मात्रै बल्ल बल्ल भिक्षा दिने टाइम भयो। अनि हामी सबैजना मिलेर भिक्षा दिइसकेपछि पनि उहाँहरूको विधि विधान अझै सकेको थिएन। अनि यज्ञमा अझै टाइम लाग्यो। सबै कार्यक्रम सकिसकेपछि नुहाइधुवाइ गरेर बाबुहरू टिका लाउनको लागि रेडी हुनुभयो। अनि फटाफट उहाँको रिलेटिभ्सहरूले टिका लाउनको लागि सुरु गर्नुभयो। लङ टाइमको वेटिङ पछाडि बल्ल बल्ल मेरो पालो आयो टिको लगाउने। अनि मैले फटाफट टिको लगाइदिइहालेँ। त्यतिखेरसम्म लगभग 3 बजिसकेको थियो। अनि भोक पनि एकदमै लागेको थियो। सो हामी खानातर्फ लाग्यौँ। खाना एकदमै टेस्टी थियो। सो हामीले खाना इन्जोय गऱ्यौँ। अनि पिक्चर त बन्ता है। 2-4वटा फोटो हामीले क्लिक गऱ्यौँ। त्यसपछि म त्यहाँबाट लागेँ मेरो घरतर्फ। आजलाई यति नै। मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। ओके, बाई बाई, सी यू सुन गाइज।